तपाईलाई इग्नोर गर्ने मान्छेलाई उसैको औकात कसरी देखाउने, आज म यही कुरा बताउन गइरहेको छु। यदि तपाईँ चाहनुहुन्छ आज जसले तपाईलाई ध्यान पनि दिँदैनन्, भोलि उही मान्छे तपाईको फोनको लागि प्रतीक्षा गरिरहोस्, त्यो सम्भव छ। यो भिडियो पुरा सुन्नुहोस्, जीवनमा लागू गर्नुहोस्। इग्नोर हुनु तपाईको जीवनबाट सधैँका लागि समाप्त हुनेछ। किनकि एउटा कुरा राम्रो तरिकाले बुझ्नुहोस्, मान्छेहरू सधैँ त्यही मान्छेलाई इग्नोर गर्छन् जो उनीहरूको लागि सधैँ फ्री हुन्छन्, उनीहरूले फ्रीमा प्राप्त गर्छन्। जब तपाईँ तुरन्त मेसेजको रिप्लाई दिनुहुन्छ, हरेक कुरामा हो भन्नुहुन्छ, तपाईँको मूल्य उनीहरूको अगाडि आफै गर्छ। जहाँ मूल्य छैन त्यहाँ सम्मान पनि हुँदैन। त्यसैले आफ्नो सेल्फ वर्थ पहिचान गर्नुहोस्। जहाँ नो भन्न मन लाग्छ त्यहाँ स्पष्ट रूपमा नो भन्नुहोस्, किनकि सीमा नराख्ने मान्छेहरू नै मूल्यवान हुन्छन्। जब तपाईँ यसरी आफूलाई मूल्य दिन थाल्नुहुन्छ, उनीहरूले बुझ्नेछन् यो मान्छेलाई म अब खेलाउन सक्दिनँ। यदि तपाईँ त्यस्तो व्यक्तित्व बन्न चाहनुहुन्छ जसलाई चाहेर पनि कसैले इग्नोर गर्न नसकुन्, मलाई फलो गर्नुहोस्। जय जय गोरख, जय जय काली।